सबै चिज राम्रो हुन्छ भन्ने हुन्न क्या। सबै चिज राम्रो भएको भए त किन स्ट्रगल गरिराख्नु, किन दुःख गरिराख्नु र। सबै चिज नराम्रो नै हुन्छ, सबै चिजहरू प्रपर हुन्न, तर पनि लेट्स डु इट भनेर गर्नु थाल्यो। के कुरालाई उपलब्धि मान्नुहुन्छ भन्ने कुरा हो। मात्रै पैसालाई मात्रै उपलब्धि जस्तो लाग्दैन। भएन भने चाहिँ प्रब्लम नै हुन्छ, त्यसमा चाहिँ म पनि के भन्न सक्दैन। ए आइडिया आइडिया छौ भने आइडिया के हो? साँच्चीकै पेट्रोल सिधेको हो र? हेलो गाइस, अघि चाहिँ मैले माइक अन गर्नै बिर्सेछु किनकि मलाई यस्तो कुराहरूको बानी नै छैन। मैले बिर्सेछु अनि अहिले हेर्दाखेरि साउन्ड छैन। के भयो त भनेर यसो हेरेको त माइकै अन छैन, लज्जा भन्यो। अब चाहिँ मैले माइक अन गरेछु तर पनि राम्रो साउन्ड आउँदैन, मलाई यो थाहा छ। तर पनि अरू हावा गडङ गरेको आउनुभन्दा यतिको पनि एकदम ठिकै नै हुन्छ भनेर कम्प्रोमाइज तरिकाले मैले चाहिँ यसलाई माइक अन गरिदिएँ। अब चाहिँ हामी चिया प्लेसबाट पनि फर्किसकेको अवस्था छ। हाम्रो काम पनि ज्यादा छ, अब गएर पनि कामहरू यताउति छ। हाम्रो दाइको पनि छ आफ्नै काम। अनि हामी त बिजी मान्छे, त्यस्तो बिजी हुँदा हुँदै पनि हामीले अथवा मैले भिडियो बनाउने कोसिस गर्दैछु। यो चाहिँ मेरो कस्तो बनाउनु एकदमै उत्सुक हुन्छु म। भिडियोहरूमा एकदम कैद गरेर राखौँ टाइमहरू भन्ने जस्तो लाग्छ। र आज मैले युट्युबमा भिडियो बनाउने कोसिस गर्दैछु। मान्छेहरूको रियाक्सन चाहिँ एकदम हुन्छ क्या। फेरि त्यही माथि अब स्कुटरमा भ्लग बनाउने कमै हुन्छ। भ्लग बनाउनुको लागि राम्रो बाइक चाहिन्छ भन्ने हुन्छ, तर मलाई त्यस्तो लाग्दैन। राम्रो बाइक हुनुपर्छ, त्यो बिस्तारै गर्दै जाँदाखेरि हुने कुरा होला। सायदै सबैजनासँग भ्लग बनाउनु मन छ होला, तर राम्रो चाहिँ बाइक नहोला, स्कुटर अथवा भनौँ न चाहे अनुसारको नहोला। अनि त्यो चिजहरूले तपाईँलाई रोकिरहेछ भने चाहिँ म चाहिँ भन्छु कि जे छ त्यहीबाट स्टार्ट गर्ने हो। स्टार्टमा तपाईँ स्ट्रगलमा सबै चिज राम्रो हुन्छ भन्ने हुन्न क्या। सबै चिज राम्रो भएको भए त किन स्ट्रगल गरिराख्नु, किन दुःख गरिराख्नु र। सबै चिज नराम्रो नै हुन्छ, सबै चिजहरू प्रपर हुन्न, तर पनि लेट्स डु इट भनेर गर्नु थाल्यो अथवा गर्यो भने चाहिँ केही न केही हुन्छ क्या उपलब्धि। तपाईँहरूले के कुरालाई उपलब्धि मान्नुहुन्छ भन्ने कुरा हो। मात्रै पैसालाई मात्रै उपलब्धि जस्तो लाग्दैन होइन। अब यसरी मान्छेहरूको अगाडि भ्लग बनाउनु सक्ने, बोल्नु सक्ने टाइपको भयो भने पनि त्यो पनि उपलब्धि हो जस्तो लाग्छ मलाई चाहिँ होइन। अनि अब कहिले काहीँ बोल्दा बोल्दै यस्तै टपिकहरूमा छिरिन्छ होइन। आफूलाईको कुरा भन्ने सबैलाई फेरि एउटै सोझै हुनुपर्छ भन्ने पनि हुन्न क्या। अनि म चाहिँ कस्तो भन्दाखेरि राम्रै मात्रै हुन्छ भन्ने सोचाइले भ्लग बनाउनु थालेको होइन। मैले पहिला पनि एकचोटि गर्छु भनेर सोचेको थिएँ। प्रपर डिभाइसहरू थिएन त्यति बेला चाहिँ। अब प्रपर डिभाइस मतलब कि सबै चिज नभए तापनि यदि भिडियो बनाउनुको लागि चाहिँ राम्रो भिडियो एडिट गर्नु मिल्ने टाइपको फोन भएन भने चाहिँ प्रब्लम नै हुन्छ। त्यसमा चाहिँ म पनि के भन्न सक्दिनँ होइन। अनि क्यापकट चलाउनु पऱ्यो भने पुरै अड्किने अनि फोनै नचल्ने टाइपको, अनि राम्रो फोनबाट पनि क्वालिटी नआउने। यसबाट पनि राम्रो आउँछ त भन्ने, तर पनि यदि त्यस्तो डिभाइसमा प्रब्लम आइदियो भने चाहिँ प्रब्लम नै हुन्छ। त्यसमा चाहिँ म पनि केही भन्न सक्दिनँ। तर यदि तपाईँसँग डिभाइस छ
प्रपर त्यो चिजहरू छ र पनि तपाईँको हाम्रो बाइक छैन भन्ने तरिकाले तपाईँ अड्किँदै हुनुहुन्छ भने चाहिँ त्यो चाहिँ तपाईँकै कमजोरी हो भन्छु म चाहिँ। अब के गर्नु यस्तै छ सबै चिजहरू। अब मसँग नि टाइम त छैन, भ्लग गर्दै हिँड्नको लागि टाइम त छैन। अब धेरै कुराहरू छ नि त, आफ्नै अब धेरै कुराहरू सम्हाल्नुपर्छ। तर पनि अब जति उब्रिन्छ त्यो टाइमलाई चाहिँ युटिलाइज गरौँ भन्ने चाहिँ मेरो होइन। जति सक्दो खाली नबसौँ, उब्रेको समय अथवा निकालेर हुन्छ, कसरी हुन्छ, छुट्याएर हुन्छ, के गरेर हुन्छ, त्यो समयमा चाहिँ गरौँ भन्ने नै सोचाइ आएको छ मेरो चाहिँ विशेष गरी चाहिँ। सो ठक्क यहाँ एउटा सिटीमा हाम्रो बाटो ब्लक हो के भयो त त्यो जानुभन्दा छिटो गाडी। अब यहाँनिर बसिदियो। ए आइडिया आइडिया छौ भने आइडिया के हो साँच्चीकै पेट